कहिलेकाहीँ एक जोडी चप्पलले सपना पूरा गर्न ठूला जुत्ता भन्दा बलियो साबित हुन्छ। गुल्मीको एउटा भीर पाखामा जन्मिएका काशीराम भण्डारी, जसले चप्पल लगाएर सुरु गरेका थिए यात्रा, आज स्कटल्याण्डका 6वटा होटलका मालिक छन्। तर त्योभन्दा ठूलो कुरा, उनी अझै पनि छोरा नै छन्, आमालाई टाढा राख्न नसक्ने छोरा हो। चप्पलमा भारत पुगेका काशीराम आज स्कटल्याण्डका 6 होटलका मालिक, तर आमासँगको मायाले टाढा हुन दिएन। गुल्मीको दुर्गम गाउँबाट चप्पल लगाएर 2045 सालतिर भारत कमाईको खोजीमा निस्कनुभएका काशीराम भण्डारीको सङ्घर्ष कहानी कुनै साधारण कथा होइन। चियाको ठेलादेखि लिएर होटलका कामहरूसम्म 12 वर्ष लामो भारतको मेहनतपछि दुबई हुँदै 2004 मा स्कटल्याण्ड पुग्नुभयो। त्यहाँ पनि सजिलो भएन। होटलमै काम गर्दै आफैको भविष्य बनाउन सङ्घर्ष गर्नुभयो। धेरै कठोर परिश्रमपछि साथीहरूसँग मिलेर आफैले काम गरेको होटल किनेर अहिले 6वटा होटलका सफल व्यवसायी बन्नुभयो। आज स्कटल्याण्डमा उहाँका 6वटा होटलका मालिक हुनुहुन्छ, जहाँ थुप्रै नेपाली र विदेशीहरूले रोजगारी पाएका छन्। तर यत्रो सफलताको बावजुद उहाँको हृदय अझै गाउँमै छ। त्यहाँ बसेकी आमा उहाँका सबैभन्दा ठूलो शक्ति र कमजोरी दुवै हुन्। स्कटल्याण्डको संस्कृति र चिसो मौसमले आमालाई भिजाउन सकेन, विदेश जानै मान्नु भएन। त्यसैले काशीरामले नेपालको घरमा सीसीटीभी जडान गर्नुभयो, ताकि हजारौं माइल टाढाबाट पनि आमाको अनुहार हेर्न सकुन्। म यहाँबाट आमालाई हेर्छु, उहाँ भन्नुहुन्छ। उहाँ हिँडिरहनु भएको हुन्छ, कहिले चिया बनाइरहनु भएको, कहिले बारी हेर्दै बसिरहनु भएको। म सास लिने जस्तै भएर आमालाई हेर्छु। विदेशमा नेपालीहरू जसरी पसिना बगाउँदै सगरमाथा बराबर सपना बुन्छन्, काशीराम त्यसको जिउँदो उदाहरण हुन्। तर उनले आफ्ना जरा, आमा र माटो कहिल्यै बिर्सिएनन्। यो कथा हो मेहनत र सङ्घर्षको, तर सबैभन्दा ठूलो कुरा हो माया र सम्बन्धको, जुन कुनै दूरीले कमजोर पार्न सक्दैन। पैसाले सबै दिन सक्दैन, आमा त मुटुमा हुन्छन्, हरेक दिनको प्रेरणा, हरेक सफलताको आशीर्वाद। यो रियल स्टोरी तपाईहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला। भिडियो मन परेमा लाइक, शेयर गर्न नभुल्नुहोला।